नमस्कार। भीमे द्वादशी 2082 को अवसरमा अर्खौली बजार सामाजिक गुठीको आयोजनामा भीमसेन पूजाको केही दृश्यहरू मैले यहाँ प्रस्तुत गरिरहेको छु। भीमसेन महाराज सबको जय जयकार, भीमसेन महाराज सबको जय जयकार। जय जय भीमसेन महाराज, जय जय भीमसेन महाराज, बल बुद्धि ज्ञान देव, बल बुद्धि ज्ञान देव हे बलराज। अर्खौलीको साबिक वडा नम्बर 6 मा अवस्थित यो भीमसेन मन्दिर निकै नै पुरानो मन्दिर रहेछ। महाराज भीमसेन महाराज, भीमसेन महाराज सबको जय जयकार, भीमसेन महाराज सबको जय जयकार। केही वर्ष अगाडि यस मन्दिरको जीर्णोद्धार गरे पछाडि यो मन्दिरलाई व्यवस्थित गरिएको छ। महाराज जय जय भीमसेन महाराज। दशीको दिन चाहिँ भीमसेन पूजा गरेर भीमसेन भगवान्लाई खुसी बनाएर बलि दिएर हामीले रागा बोका र कुखुराको बलि दिएर हामीले पूजाआजा सम्पन्न गरिसकेको र अब हामी एउटा आजकै दिनमा चाहिँ हामीले यो वर्षभरिमा यो गुठीका सदस्यज्यूहरू जो 70 वर्ष पुग्नुहुन्छ उहाँहरूलाई एउटा ज्येष्ठ नागरिकको रूपमा हामीले सम्मान गर्ने गरेका छौँ र यो सम्मान कार्यक्रम पनि हामी यहाँ अगाडि बढाउन गइरहेको छौँ। परवायो परवायो ढिडोरे ढिडो बानो सिदेदम मेरो भयो भेनसिनो मेरो भयो भेनसिनो मेरो भयो भेनसिनो नेवारले मान्ने भगवान भीमसेनलाई एउटा महान वीरको रूपमा मानेर ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका कार्यक्रम सञ्चालक यस गुठीका सचिव अध्यक्षका व्यक्तिगत तर्फबाट र संस्थागत तर्फबाट यहाँ नमस्कार। आज हामी एउटा ऐतिहासिक क्षणमा यहाँ उपस्थित भएका छौँ। विगतका वर्षहरू चाहिँ सल्लाह चाहिँ यस वर्ष पनि यस संस्थाका आबद्ध सम्पूर्ण सदस्यज्यूहरू उपस्थित भएर एउटा सामूहिक पूजाको थालनी विगत धेरै वर्ष अगाडि हाम्रा ज्येष्ठ सदस्यज्यूहरूले पुर्खाहरूले गर्दै आउनुभएको थियो। त्यस अनुरूप आज पनि हामीले त्यस कुरालाई निरन्तरता दिँदै यहाँसम्म आइपुगेका छौँ। अब पहिलो सम्मान हामी अभिनन्दन गर्दैछौँ। हामीले उहाँलाई त्यस्तो नागरिकको रूपमा 70 वर्ष पुग्नुभएको अवस्थामा पनि हामीले उहाँलाई अभिनन्दन गरिसकेका थियौँ र आज एक दशक एक शताब्दी पुरानो व्यक्तित्व 103 वर्षका अभिभावक श्री पदमबहादुर श्रेष्ठजीलाई अभिनन्दन गरिदिनुको लागि म गुठीका अध्यक्ष एवं आजको यस कार्यक्रमका सभापति सबको व्यवसायलाई सफल यो अभिनन्दन पत्र म पढेर सुनाउन गइरहेको छु। यसमा लेखिएको छ, अर्खौली बजार सामाजिक गुठी व्यवस्थापन समिति हलिसिटवाचौँ नगरपालिका वडा नम्बर 10 अर्खौली खोटाङ। अभिनन्दन पत्र। खोटाङ जिल्ला हलिसिटवाचौँ नगरपालिका 10 अर्खौली निवासी यस अर्खौली बजार सामाजिक गुठीका गुठियार सदस्य श्री पदमबहादुर श्रेष्ठ यस गुठीको अति ज्येष्ठ सदस्यको रूपमा 1 शताब्दीभन्दा बढी 103 वर्ष पुरा हुनुभएको अवसरमा उहाँलाई पुनः उक्त सम्मानका साथ स्वास्थ्य एवं दीर्घायुको कामना सहित यो अभिनन्दन पत्र प्रदान गरिएको छ। साथै यहाँले गुठीलाई पुर्याउनु भएको योगदानको उत्तम मूल्याङ्कन गर्दै आगामी दिनमा समेत यहाँको सल्लाह सुझावको अपेक्षा राख्दछ। मिति 2082 मार्च 16। भीमसेन महाराज, भीमसेन महाराज, भीमसेन महाराज सबको जय जय। सबै सन्जो सबैलाई रोज फेरि भेट्नु मैले पछि भेटिरहनु पाऊँ फेरि ईश्वर मित्र ननाथहरू पनि फेरि भेटेर एकदम सन्जो सुविधा नारायण भगवान्हरूले जय गरौँ। महाराज संयोग म यस
कार्यक्रममा सहभागी हुन पाएँ, खुसी लागेको छ। पूजाआजा पनि गर्न पाएँ, म आफैमा गौरवान्वित छु। त्यस्तै हाम्रा आदरणीय 103 वर्ष पुगिसक्नुभएका आदरणीय दाई अतिथिज्यूहरू र यहाँ उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय मान्यजनहरू र यस गुठीका सम्पूर्ण विद्या सहयोगीहरू, हामी प्रत्येक वर्ष सम्पूर्ण मान्यजनहरू, गुठीका सदस्यहरू 50 समुदायको मिलान पर्व 2082 उपस्थित सम्पूर्ण यस समाज समितिका सदस्यहरू लगायत यस हाम्रो समाजका आदरणीय दबुवा ज्येष्ठ सदस्य पवनबहादुर श्रेष्ठ लगायत आज सम्मानित हुनुहुने ज्येष्ठ सदस्यहरू लगायत धन्यवाद। यसरी हरेक वर्ष कार्यक्रम गर्ने गरिन्छ।